दर्शन एभ्रिवान आज ग्रेट स्मोकी माउन्टेन नेसनल पार्क घुम्न जाऊँ है। वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ युएसको मोस्ट भिजिटेड नेसनल पार्कमध्ये एउटा हो। आजको भिडियोमा हजुरहरूले के एक्सपेक्ट गर्न सक्नुहुन्छ हामीसँग भन्दा हामी दुईवटा डिफ्रेन्ट सिटी घुम्छौँ, नेसनल पार्क घुम्छौँ, क्याम्पिङ गर्छौँ अनि 5 माइल हाइक गर्छौँ अनि यो सबैको बारेमा गफ गर्छौँ है। यो हामी डे 1 भनौँ न, हामी जाँदै थियौँ ग्रेट स्मोकी। यो चाहिँ एकदमै राम्रो। अहिले हामी अप्रिलको एन्डमा गएको भएर हरियाली एकदमै राम्रो, त्यो भर्खर पलाएको पालुवाहरू, चराचुरुङ्गी र साइडमा कन्टिन्युसली खोलाको त्यो पानीको आवाजसँगै हामीले ट्राभल गर्न पाइरहेको थियौँ। हजुरहरू फलतिर जानुभयो भने एकदम कलरफुल जङ्गलमा जान पाउनुहुनेछ है। हामी चाहिँ क्याम्प साइडमा बुक गरेर गएको थियौँ। हजुरहरू होटलहरूमा बस्नु चाहनुहुन्छ भने चाहिँ गेटल्यान्डबर्ग अनि पिजन फोर्सहरू छ। यो चाहिँ हामी एउटा भिजिटर सेन्टरमा रोकेर त्यहाँको बार्नहरू हेर्दै थियौँ। पहिलाको जमानामा मान्छेहरू कसरी बस्थे, फार्मिङ गर्ने, त्यो एउटा घरमा फार्मिङको मान्छेहरू बस्छन् भने अर्को घरमा मिट काट्ने छ, अर्कोमा मिलहरू छ, त्यस्तै गरी घोडा राख्ने तबेलाहरू छ। त्यो जमानामा मान्छेहरू ट्राभल गर्दा आएर बस्ने, आफ्नो घोडाहरू पार्क गर्नु राखेर भनौँ न, राखेर हिँड्ने सबै त्यो ठाउँहरू हेऱ्यौँ होइन। एकछिन चाहिँ अनि रमाइलो गऱ्यौँ। यो पज गरेर हेर्नु एकदम इन्ट्रेस्टिङ कुरा लाएर खिचेको है। यो पनि पढ्दा हुन्छ, अरू धेरै कुरा राखेको छैन। यो दुइटा चाहिँ इन्ट्रेस्टिङ छ। मलाई हल्का यो भिजिटर सेन्टरको साइडमा भएको नेचर म्युजियम भनेर उनीहरूले राखेको थियो है। पार्किङ फी भनेको $5 छ। नेसनल पार्कलाई इट्स भेरी रिजनेबल कम्पेयर टु अरू हामी गएको डिफ्रेन्ट नेसनल पार्कहरूमध्ये। यो पानी घट्टाको थियो, पर्सनल मान्छेको पानी घट्टाको भिडियो, आई मिन त्यो जमानाको पानी मिल थियो होइन, मकैहरू पिस्ने। यो हामी पुग्यौँ गेटल्यान्डबर्ग। यो चाहिँ त्यहाँको एकदम अब ह्यापनिङ टुरिस्टी टाउन थियो। आइसक्रिम, मेक्सिकन फुडहरू अनि अरू डिफ्रेन्ट जेलाटो, त्यस्तै गरी अलिकति युरोपियन कर्नर भाइब आउने। यहाँ चाहिँ विस्की टेस्टिङ एकदमै पपुलर छ। यो स्पेसल यो कर्नरमा चाहिँ मान्छेहरू विस्की टेस्ट गर्ने, विस्की लिएर त्यो रकिङ चेयरमा बसेर लाइभ म्युजिक इन्जोय गरिरहनु भएको थियो होइन। हामी चाहिँ मेक्सिकन फुड खान लाग्यौँ। यो वान अफ द पपुलर फुल्का भनेको भएर त्यही ट्राई गर्दै थियौँ। त्यसपछि हामी डिफ्रेन्ट कर्नरहरू यसरी हल्का हेर्दै अगाडि बढिरहेको थियौँ। सी वाज भेरी इन्ट्रेस्टेड त्यो स्केच कसरी बनाउँछ भनेर, अनि मलाई त्यो मोमेन्ट चाहिँ क्याप्चर गर्नु मन लाग्यो। यो एउटा मलभित्र भएको इन्ट्रेस्टिङ, अब के भन्ने हो होइन। त्यहाँ चाहिँ कोइन टन्नै मान्छेहरूले विस गरेर चढाएको होला कि। धेरै गो फुड, हामी एकछिन थकाइ माऱ्यौँ, रेस्ट र फुड भएपछि फेरि एनर्जेटिक भएर फेरि टुरिस्टी काम गर्न सुरु गऱ्यौँ। I love taking touristy kind of pictures, so there I go. एकदम रमाइलो, बच्चाहरूलाई त एकदमै इन्ट्रेस्टिङ। बेन एन्ड जेरीको म्याङ्गो आइसक्रिम, ओ माई गड, वाज सो गुड। यो मैले अघि भनेको थिएँ नि, युरोपको जस्तो फिल आउने कर्नरहरू थियो। यहाँबाट माथि गन्डोला अथवा केबल कारमा चढेर माथि जाने, अनि टिकटको लागि अलिकति एक्सपेन्सिभ छ, अनि त्यो एरिया आफैहरूले विचार गर्नु होला। हामी आफ्नो क्याम्प साइडमा फर्केर आयौँ। क्याम्प साइटको विशेषता भनेको हामीले आफूले रिजर्भ गरेर सेक्योरली बस्न पाउने स्पेसिफिक एरिया छैन है। डर छैन। मान्छेहरू जसलाई क्याम्पिङ कहिले गर्नुभएको छैन, गर्न इन्ट्रेस्ट लाग्नेहरूलाई चाहिँ प्लिज डु, इट्स भेरी नाइस। म त्यो होटलको भ्यू भएकोमा बस्छु भन्नेहरूलाई चाहिँ, भ्यू हेर्दै बस्छु भन्नेहरूलाई चाहिँ आई जस्ट वान से कि यो क्याम्पिङ गर्ने एक्सपिरियन्स भयो भने चाहिँ हजुर भ्यूभित्रै बस्या हो क्या, बुझ्नुभयो नि। रुखमा चराचुरुङ्गी प्लस साइडमा खोलाको आवाज, झर्ना खोलाहरूको आवाज। हाम्रो अझ अलिकति स्पेसिफिकली बिचको लोकेसनमा थियो। त्यहाँ साइडमा पनि मजाले खोलाकै छेउमा पनि मान्छेहरू क्याम्पिङ गरिरहनु भएको थियो। आफ्टर 10 साइलेन्स टाइम हुन्छ नि, त्यो सुरु हुन्छ। अनि मैले हल्का यो क्याम्प्स ग्राउन्डको भ्यू पनि लिगेको थिएँ है। हामी साँझकोमा रेस्टरुमहरू सबै आनन्द छ। त्यसपछि हामी अगाडि बढ्यौँ। कति हरियाली नै हरियाली छ क्या। एउटा फल चाहिँ त्यहाँ अन्डर, अब अहिले उनीहरूले बनाइरहेको छ, 2026 खुल्छ भनेको, त्यो लरेल चाहिँ जानु पाएनौँ हामी। अब हामी जाँदैछौँ अब्राहम फल्सतिर।
हाइकिङ त्यो पनि 5 माइल्स अलमोस्ट 8 किलोमिटर। यो चाहिँ हाम्रो अहिलेसम्मको लङ्गेस्ट हाइक हो है। जङ्गलको बिचमा बेयरहरूसँग ख्याल गरेर पनि लेखेको थियो। हामी अर्को लुपमा जाँदाखेरि बेयरहरू हामीले देखेका थियौँ, तर यो एरियामा आउने जाने मान्छेहरूको कमी थिएन। मजाले 75 प्लस 2जना स्विट लेडीहरू दुईटी गफ गर्दै आफू बेस्टीहरू साथी भएर गइरहेको पनि भेटेको थियौँ। अनि हामीले उनीहरूलाई उहीँ भेट्यौँ, गफ पनि गऱ्यौँ एकछिन। मैले फोटो खिच्थेँ, ओहो यो सो ब्रेभ त झर्ना नजिकै गइस् भनेर थियो मलाई। अनि मैले चाहिँ नेपाली यताबाट उनीहरू नजानी भएको भएर अलि टाढाबाट खिच्दा थिएँ। त्यो थाकेर ठ्याक्क पसिनासहित हामी यो मोमेन्टमा चाहिँ यस्तो आनन्द फिल भएको थियो कि ओहो वी मेड इट, कान्ट बिलिभ इट भनेर जस्तो। घाम अनि हावापानी पर्फेक्ट थियो त्यहाँसम्म पुग्दा हामीलाई होइन। अनि स्न्याक्स हल्का मैले चाहिँ खाएँ। त्यहाँ पुगेर पानी एकछिन रेस्ट गऱ्यौँ, फोटोहरू लियौँ। यस्तो पिसफुल। यो अहिले फुलेको छैन, तर फुल्ने बेलामा यो सबै लाली गुराँस जस्तो पनि पिङ्क कलरको फुल्ने पनि छ त्यहाँ जङ्गलभरि होइन। हाइकिङ, क्याम्पिङ, बिङ इन नेचर इज एब्सोल्युटली अ मस्ट। एकदमै रमाइलो छ, सेफ पनि छ। त्यहाँनिर हिँड्दाखेरि केही अप्ठ्यारो फिल भएको थिएन हामीलाई होइन। त्यसपछि हामी हाइकिङ गरेर अब फेरि ब्याक टु आवर अब कार भएको ठाउँमा फर्किँदै थियौँ है। अनि त्यहाँबाट हामी अगाडि अर्को सिडी घुम्ने यो थियो क्या सुरुमा चाहिँ। अनि फोटोहरू टन्न लियौँ। त्यसपछि हामी अब अर्को सिडीतिर लाग्नु पर्यो। त्यो दिन हामी बस्यौँ क्याम्प ग्राउन्डमा ब्याक। त्यसपछि अर्को दिन चाहिँ हामी नयाँ सिडी विच इज पिजन फोर्स, एकदमै राम्रो, पपुलर, गुड फर किड्स, एकदम किड्स फ्रेन्डली छ। त्यो ठाउँ घुम्नुभएको छैन भने जाँदा हुन्छ। ओहो फुड वाज सो गुड। मेरो हस्बेन्डलाई चाहिँ बेस्ट टाको हि एभर ह्याड फिल भइरहेको थियो भन्नुहुन्थ्यो। एकदमै मिठो थियो है टाको, विदाउट एनी डाउट। गोरिल्ला टाकोज इफ यु विल एभर भिजिट। अनि यो चाहिँ मैले भनेको दुईवटा माउन्टेनको बिचमा ग्याप देखेर उनीहरूले त्योबाट रोड निकालेर, थ्याङ्क गुडनेस दे डिड इट। नेसनल पार्कलाई असर पर्छ कि एउटा साइडले भनिरहेको थियो भने अर्कोले चाहिँ इकोनोमिक हिसाबले राम्रो हुन्छ भनेर उनीहरूले त्यो दे फाइनली डिड इट, विच इज अमेजिङ। सो या प्लिज लाइक, सेयर, सब्सक्राइब माई च्यानल। आई विल पोस्ट मोर भिडियोज। यहाँ चाहिँ एप्लान्स ट्रेल स्टार्ट हुने पोइन्ट थियो। त्यो भनेको युएसकै वान अफ द लङ्गेस्ट ट्रेल। यो हाइकिङ गर्नको लागि डिफ्रेन्ट स्टेटहरू कनेक्ट गर्छ। या keep traveling, keep liking my videos. Bye. And yeah, another Native Indian museum हामी घुम्यौँ. Thank you for watching.